प्रसादको कुरा पनि गर्नुभयो तपाईले। हजुर तपाई कहिले कता लभ गर्ने कहिले कता म लभ सबैलाई माया गर्छु है त। म पहिला बालेनको मान्छे ब्रेकअप हुन्छ फेरि म यो तिनटा हुन्छ ब्रेकअप हुन्छ के हो यो? तीनटा दल बाहेक सबैलाई माया गर्छु है त मैले। यो कांग्रेस एमाले माओवादी बाहेक सबैलाई माया गर्छु हैन। म बालेन सायको लागि नि हिँडेकै हो बोलेकै हो, रवि लामिछानेको लागि बोलेकै हो हिँडेकै हो, दुर्गाको लागि हिँडेकै हो। या अरु कोही आउँछ भने तपाईलाई भोलि गालो पर्दा नि म बोल्छु। महावीर पुनको लागि पनि भएर आन्दोलन गरेको, किसानका लागि बसेर 10 दिनसम्म अनसन बसेकै हो हैन। मेरो लागि बोल्नु भन्नुभयो, मेरो लागि खोइ केही पनि बोल्नु भएन त अस्ति। वाइसिएलबाट पिटाइ खाएँ मैले, तपाईले केही बोल्नु भयो मेरो लागि? हैन अहिले मलाई चाहिँ बन्देज थियो के सर। म 3-4 महिनादेखि हस्टेल मलाई चाहिँ नबोल नलेख भनेर अलिकति सामान्य कुरा लेख्दा पनि मलाई अलिकति यही कुराले पनि मलाई हस्टेलबाट नि प्रेसर हुन्छ र सरकारबाट नि हुन सक्छ। म रिस्क लिएर आज परोस् मरे जेसुकै होस् भनेर म यहाँ आएर बोलेको छु। म 3 महिना बाँकी छ, 3 महिना पछि म फुल रूपमा हुन्छु। 3 महिनासम्म म आज सायद फर्स्ट एन्ड लास्ट आजै होला म बोलेको। धन्यवाद। हस् धन्यवाद। हैन अब म खास भन्नुपर्दा आज बोल्नु नि मन थिएन। खास भन्नुपर्दाखेरि हैन अब मलाई त भन्नु मन थिएन। म हजुरहरुलाई आराम गर्नुस् मात्र भन्नु मन थियो, त्यसरी केही पनि भन्नु मन थिएन। यहाँ त जसले यो गणतन्त्रमा जसले बोल्न पाइन्छ भनेर ल्याएको गणतन्त्र छ, त्यो गणतन्त्रमा जसले आवाज उठाउँछ, जसले गलतको विरुद्ध बोल्छ, उसलाई चाहिँ समातेर कर्याप झ्याप पारेर जेल हालिहाल्ने चलन छ। न कि त्यहाँ पत्रकार होस् कि चाहे आम नागरिक होस्, चाहे तपाईँ जस्ता अभियन्ता होस्, चाहे जोसुकै होस्। हो त्यही भएर अब ठिकै छ। अब यो भइरहेछ। अब म त ज्यान देशका लागि समर्पण गरेर हिँडेको मान्छे, मर्ने तयार भएर हिँडेको मान्छे। अब यो जेल नेल भोगिसकियो। पहिला डर लाग्थ्यो, आजकल त बानी परिसक्यो। होइन त्यो कुरा त्यस्तो डर छैन, मर्ने डर छैन देशका लागि। अब जेल त के ठुलो कुरा भएर है, तर लड्नै पर्यो भने हामी त्यति साह्रै कमजोर पनि नसोच्न म अनुरोध गर्न चाहन्छु है त। तपाईलाई एउटा प्रश्न अर्को, तपाईले रवि लामिछानेको त्यो अभिव्यक्तिको कुरा अघि उहाँले भनिहाल्नु भयो। हजुर तर जति बेला रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो नि त्यो बेलाको तपाईँको अभिव्यक्ति याद छ यहाँलाई? अब म एकदमै कहिलेकाहीँ हो घरभित्र हुँदा पनि मलाई पनि त्यतिखेर नथुन्नु पर्ने थुन्दाखेरि त्यतिखेर भयो होइन। मैले पनि भने अर्को दिन आएर सरी भने, तर त्यही कुरा बारम्बार मैले 1000वटा मेरो 1034वटा इन्टरभ्यू हेर्नु 1033वटा मैले राम्रो भनेको छु क्या। त्यो कसैले सम्झेकै छैन क्या है। तर एउटा मैले एकचोटि खाली गरेको त्यही मात्र सबैलाई याद छ। तर धन्यवाद दिन चाहन्छु। मलाई त अब के छ र होइन, त्यतिखेर चाहिँ अलिकति अब मलाई नथुन्नु पर्ने दाइ गृहमन्त्री हुनुहुन्थ्यो, दुःख लाग्यो होइन, पीडा बोकियो अनि त्यही हो। खड्गप्रसाद ओली भन्नुभयो, खड्गप्रसाद जङ्गबहादुर राणा भन्नुभयो, जबरा खड्ग शमशेर राणा थियो। विगत कालको नाम खोज्नु होला हजुरहरूले नि भन्दै गर्दा तपाईँले पनि फेरि जेलको यात्रा तय गर्न खोज्नु भएको?